के पुरस्कार अभिनव बड़े साधना दीप भाषा मिथिला साहित्य विश्व बुद्ध भाष्य प्रबोध भाष्य होइत रहे उज्जवल भविष्य कामना सहित पुरस्कार प्रदान किया गए रीना यादव जी म राजनीतिक व्यक्ति होइन, म संस्कृति क्षेत्रको म कलाकार हुँ, कलाकारको पनि चित्रकलाकार हुँ र मेरो क्षेत्र कला क्षेत्र हो र यो मिथिला जुन अहिले भनिन्छ यहाँ मिथिला राज्यसँग नेपाल राज्यको पुरानो सम्बन्ध छ। मिथिला भनेको हाम्रो नेपालको संस्कृति विकासको स्रोत हो। त्यो कुरो मिथिलावासीहरूलाई थाहा छ छैन, मलाई लाग्छ थाहा हुनुपर्छ। नेपालको विकासमा मिथिलाको ठुलो हात छ, संस्कृतिको ठुलो हात छ र म त्यसको खोजीमा थिएँ र एक्कासी मलाई हिजो मात्र फोन आयो काठमाडौँमा यसरी कार्यक्रम हुँदैछ, तपाईँ संस्कृतिकर्मी र सामाजिक कार्यकर्ता हुनु। हामी आफैले आफ्नो क्षेत्रको विकास गर्न सकेन भने अरूले अहिले गरिदिन्छ भनेर आशा राख्नु त्यो अनुपयुक्त हुन्छ। अर्काको घरमा हामी कहिले पनि केही पनि विकास गर्न सक्दैनौँ। त्यसैले मिथिलाले आफ्नो कला संस्कृतिको पुनरुत्थान गर्ने र त्यसको विकास गर्नको लागि मिथिलावासीले नै काम गर्नुपर्ने हुन्छ। गंभीर बात करिए का 5 मिनट अपने समय दी की विविधता के साथ बदल जाए बहुत आशा है हम लोग लेकिन मुश्किल सफल समर्पित है तो हमारे बात में विषय का होता है खोजी को विषय पर जीवन कोई विचार से एक दूसरा प्रभावित हमारा विचित्र बात की है एक विडम्बना कि जत्ते से प्रसाद गई है कोई सवाल के जवाब मनी है वो जे जत्थे उनका सबके नाम पर एक जोर से थपड़ी बजा दियो आकांक्षा जो विश्वग्राम हुआ वह विश्वग्राम बन कर रहते डॉक्टर राजेंद्र विमल प्रतिष्ठान मुझा सबके सहयोग चाहिए, सबकी अपेक्षा है आधार पर कार्य करते करें। डॉक्टर राजेंद्र विमल सर